खोर्सानी रोप्छु, घाँस काट्छु, बारी खन्छु, बसेर उठेर होइन ढाड दुख्छ बसी बसी खन्छु। अनि सिन्का चिर्छु, टपरी गाँस्छु, भात तिउन पकाउँछु। के गाउँमा काम अर्थ के हो? त्यो लसुन प्याज पनि त कसले रोप्यो नि तपाईँ? मैले रोपेँ, आफैले खनेर आफैले रोपेर आफैले गोडेँ। 85 वर्षमा नि यत्रो तगडा? 85 वर्षमा नि यत्रो तगडा? म गर्छु। सानैदेखि काम गरे भएर होला। तल काम छ कहाँ बसिरहँदा कहीँ कतै बोल्न नि नपाउनु, दिन कहिल्यै गएन। सहरमा बस्न सक्नुहुन्न? सहरमा बस्न सक्नुहुन्न? गाउँ नै प्यारो, गाउँ नै प्यारो। गाउँ नै प्यारो। पानी मिठो, हाम्रो काम छ कहाँ पानी मिठो छैन। यसो गरेर झिकिया पानी झारमा हालेर राख्दा रहन् गनाउने पानी। गौत बनाएर पानी पनि चिया पनि मिठो भएन मलाई त्यहाँ। चिया पनि ठुस्स गनायो। पहिलोचोटि म 60 सालमा। त्यसरी काठमाडौँ कस्तो थियो? त्यति बेर त पहिलोचोटि त म 22 सालमा आएको। 22 सालमा आउँदा त्यो हाम्रो कान्छाहरू बसिया ठाउँतिर घर थिएनन्। खेत थियो तलपट्टि, माथिल्लोपट्टि सानो गोरेटो बाटो थियो। खरिपाटी फेदीबाट त्यहाँ भात पकाएर खाएर त्यताबाट हिँडेर आएर यहाँ तल भौतपुरका छेउमा आएपछि एउटा लामो, यति लामो फलेको मात्रै जोडे लहरी भन्थे। त्यसमा एउसुकै रेसी उहाँ अन्नपूर्ण थानमा पुर्याइदिन्थ्यो। एक मोरले भौतपुर र सहर गर्थ्यौँ हामी। अहिले घर र भक्तपुर गर्नलाई 1000 रुपियाँ चाहियो अरे। ठ्याक्कै चाहिने भाउ। अस्ति 500 तिरेर गयो लक्ष्मी। अहिले यो सहर हेर्दा तपाईँलाई के लाग्छ त? यो भौतपुरै होइन यो? यहाँ भक्तपुर, यहाँबाट ललितपुर पनि देखिन्छ, काठमाडौँ पनि देखिन्छ, तिनटै जिल्ला देखिन्छ। अहिलेको र अहिले कस्तो लाग्यो अरे? पोहोर पराएर आउँदाखेरि यहाँतिर यी घरै थिएनन् म आउँदा। हो। त्यो रिमीझिमी यहाँ पनि थिएन, उतियातिर पनि थिएन। सधैँ थिएन। यसो गोरेटो बाटो थियो, बाइक हिँडाउँथे। पहिलाको र अहिले धेरै फरक छ। कता कता रात र दिन भयो यहाँ। अब झन् पर्छन् यहाँ घर। ती विदेश जाने जम्मै फर्केर आइजान्। कमाएर आइछन्, पैसा कमाएर आइछन्, बनाउँछन्। यहाँ कमाइ लाउने ठाउँ रहँदैन। पहिला कस्तो देखेको कस्तो भयो होइन त? कस्तो देखे कस्तो भयो रे। यहाँ मान्छे लुक्ने दुबो हुन्थ्यो, घोडे दुबो। यहीँ आउँदा यति हल्को थियो। यो नर्तक यहाँ घरको आधी गाह्रोसम्म थियो यतापट्टि। के अरे त्यो काँडे थाकल थियो। अहिले त ऊ तल पुगेछ। काँडे थाकल अलिक फुलफुले बडा फुलफुले। सहर मात्रै होइन, हाम्रो गाउँ पनि त परिवर्तन भयो नि अहिले। सहरै हुन लागिसक्यो। के लाग्छ तपाईँलाई? मान्छे छैनन् नि गाउँमा। हो, छैन। घर बनाउँदै छोड्दै हिँड्दै गरिरहन्। यहाँ नेपालमा घर नहुने त झालान् उहाँ। यहाँ घर हुने त जाएनन् नि। अब फर्केर त्यो घर छोडेर उही डोजर लाएरै लडाइदियो भने मात्रै लडाउनु लाग्छ धमाधम। यो त्यतातिर होइन, सुकुम्बासीले अतिक्रमण गरेर हडपेको मात्रै लडाउँछ। तपाईँ हाम्रो आफ्नो नाममा भएको लगाउँदैन। किने लडाउँदैन होला। लडाउँदैन। त्यति चाहिँ चिन्ता छैन। सुकुम्बासी बनेर साउ हुँदो रहेछन् अरू। वर्ष 7000 तिर्ने गरेछ मैले। यहाँको भन्थ्यो एउटा मान्छे बिहान घर डोजर लाउँदा।